Everyone, welcome back to my YouTube channel. सबैजना आरामै हुनुहुन्छ होला म पनि आरामै छु अनि आज चाहिँ म मेरो आन्टीलाई भेट्न आएको छु मलाई फेभरेटमा आन्टी र माइजूलाई माइजूसँग चाहिँ मेरो फर्स्ट भेट हो आज तर आन्टीसँग त म भेटेकै हो हजुरहरूलाई थाहा छ अनि के हुन्छ म देखाउँछु ल हजुरहरूलाई कसरी भेट्छौँ हामी कहाँ भेट्छौँ भनेर म देखाउँदै जान्छु ओके गाइस खोज्दै खोज्दै हिँड्दैछु आन्टीलाई कहाँ भेटिन्छ थाहा छैन कतापट्टिकै भेटिन्छ भनेर यति धेरै मान्छे छन् कि यति धेरै मान्छे छन् कि हजुर छक्क पर्छ क्या देख्यो भने यति धेरै मान्छे छन् यहाँनिर म चाहिँ हिँड्दैछु गाडी अगाडि कता होइसिन्छ भन्दै खोज्दै खोज्दै हिँड्दैछु भेटिन्छ होला सायद एकछिनमा कति बेला भेटिन्छ कता चाहिँ गएको होला त है कता चाहिँ गएको होला त यार खोज्दैछु भेट्दिनँ यतापट्टि हो कि यति धेरै मान्छे छन् कि गाह्रै छ भेटाउनलाई तर पनि ट्राई गर्दैछु इम्याक्सतिर भन्दैछु नि त्यतैतिर जाँदैछु हेरौँ कहाँ चाहिँ होइसिन्छ होला त यार भेटिसिन्न त आन्टी त कतै पनि कहाँबाट खोजौँ म आन्टीलाई गाइस कहाँबाट खोजौँ आन्टीलाई आन्टी पनि देख्दिनँ माइजू पनि देख्दिनँ आइसक्रिमको पसलमा भन्छिन्छ कता चाहिँ होइसिन्छ त खै भेट्दिनँ त म त खोज्दैछु इम्याक्स लेखेर भन्दै होइसिन्थ्यो यहाँनिर होइसिन्छ हेलो दर्शन नमस्ते भेट भयो कति खोज्दा माइजूसँग चाहिँ मेरो पहिलोचोटि भेट है गाइस भेट भयो फाइनल्ली कति माथि किन यत्रो टाइम भेटको आफू नआउने अनि मलाई भन्ने के लिन भन्छ आन्टीलाई के लिन भन्छ लगिदिएको थियो नि याद छ कहाँ भयो खै अब अहिले सोधेर कहाँ गयो भन्नु 10 वर्ष पछाडि यो कपडा कहाँ गयो भन्दै सोधेछु योभन्दा राम्रो थियो योभन्दा राम्रो थियो त्यो कपडा है योवाला चाहिँ कस्तो राम्रो मलाई के अरे मलाई पढाउने एउटा सरले त लाएको ज्याकेट कति राम्रो भनेको थियो म +2 पढ्ने बेलामा यहाँ के अरे आन्टीहरू खै के किन्ने भन्दै आइस म चाहिँ केही सपिङ गरिदिने यहाँनिर चाहिँ है म चाहिँ केही सपिङ गर्दिनँ आन्टी चाहिँ येल्लो कलरको लाइसेन्स मलाई येल्लो कलर साह्रै मनपर्छ 199 रहेछ 199 दिरामको किनभने म जोगी हुन्छु म किन्न सक्दिनँ सरी म एउटा कपडा त्यत्रो महँगो लाग्न सक्दिनँ लगिदिएको थिएँ जस्तै सबैलाई यो पनि राम्रो रहेछ उयो यो चाहिँ मन पर्यो मलाई यस्तो थियो छोटो यो केरीफोर्ड जाम कहाँ जाम के मलाई त कस्तो के होइन नेपाल हुँदा चाहिँ के खाम कहाँ भन्ने हुन्थ्यो होइन यहाँ चाहिँ मिठै पाउँदैन के पनि त्यो लाइक त्यो अरू खानाहरू मनै पर्दैन नेपाली डिस चाहिँ मनपर्छ नि त त्यो भएर पनि होला त्यहाँ माथि एक त भेजिटेरियन भएर नि हो बाहिरको खाना मन पर्दैन घरमै बनाइ खायो प्योर भेज त्यही भएर चाहिँ त्यो प्योर भेज भएको भएर मलाई केही खानु मन लाग्दैन बाहिर गएर अहिले त खै त्यही जाम हेरौँ न केक पनि खान्छ खान्छु केक त
केकमा अन्डा हुन्छ त भएन अन्डा खान्छ केकमा अन्डावाला थाहा नै हुँदैन नि त अन्डा हाल्नु कि हाल्दैन कोही भएको छैन केही हुन्छ म के अरे धर्मवाला भेज होइन नि त त्यही भएर खान्छु अनि त्यही भएर के अरे माइजू अनि धर्मवाला भेज भएको भए पो नखाने त होइन नत्र भए त चाउचाउमा पनि त अन्डा मिसाएको हुन्छ चाउचाउमा पनि त मासु मिसाएको हुन्छ भन्छन् त्यो देखेको छैन कहाँ अन्डा मिलाउँछ देखेको छैन खान्छु म त त्यही भएर चाउचाउमा अन्डा पुरै मिलाएर त्यही भएर खान्छु म त हुन्छ खाँदै त्यही त कता कता छ ए यस्तो ज्याकेटहरू एकचोटि लगिदिन्छ त्यो आन्टीले आफूलाई एकचोटि लगिदिन्छ त्यो अझ यस्तोवाला पनि यस्तोमा तर ऊ भएकोवाला कस्तो राम्रो थियो नि एउटा तिल्किनी भएकोवाला सबै हेऱ्यौँ हामीले तर हामीलाई केही पनि मन परेन यहाँको केही पनि किन्ने भएन राम्रो छ तर कोर्सनहरू पाइने ठाउँमा मम्मी ब्रेडहरू छ यहाँनिर मिठो मिठो केकहरू छ आन्टीलाई केक खाने रे आन्टीले केक खाने भनिसिन्छ पेडा खाने हो कि केक खाने हो कि कुकिज खाने हो कि मलाई त हो पो मनपर्छ त यस्तो तातो लिएर आएको बाई बाई राम्रोसँग गर्छ ल फेरि भेटौँला ट्युसडे भेट्नुपर्छ ल ओके बाई 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 ट्युसडे भेटौँला फेरि ट्युसडे भेटौँ ल ल मिलाएर आइज ल दादा पनि आइपुग्छ सबैजना भेट्नुपर्छ